सञ्जना अटोबाट बाइक खरिद गर्दा योगेशले पाए स्कुटी उपहार। धनुषाको बटेश्वर गाउँपालिका 2 निवासी योगेश श्रेष्ठले सञ्जना अटो यामाहा शोरूमबाट मोटरसाइकल खरिद गर्दा स्कुटी उपहार पाएका छन्। नेपालभरका यामाहा बाइक खरिदकर्ता मध्ये आयोजित लक्की ड्र योजनामा श्रेष्ठले सो उपहार जितेका हुन्। छिरेश्वर गात नगरपालिका 5 महेन्द्रनगर स्थित सञ्जना अटो यामाहा शोरूममा शुक्रबार आयोजित एक कार्यक्रममा उनलाई स्कुटी हस्तान्तरण गरिएको हो। शोरूमका सञ्चालक सञ्जित श्रेष्ठका अनुसार यामाहा दशैं तिहार अफर अन्तर्गतको यामाहा राइड द ब्लू रोडर्स अफर मार्फत उक्त स्कुटी उपहार प्रदान गरिएको हो। उनका भनाइमा नयाँ मोटरसाइकल खरिदमा 1 लाखदेखि 10 लाख रुपैयाँसम्म नगद पुरस्कारका साथै स्कुटी उपहार योजना सञ्चालनमा रहेको छ। योगेश श्रेष्ठले एफजेड मोटरसाइकल खरिद गरेका थिए। उपहार प्राप्त गरेपछि उनले भने, मैले सोचेको पनि थिइनँ कि उपहारमा स्कुटी पाउनेछु। यो मेरो लागि निकै खुसीको क्षण हो। उनले थपे, सञ्जना अटो शोरूमले ग्राहकको विश्वास जित्ने किसिमको सेवा दिँदै आएको छ। यस्तो पारदर्शी योजना र सहज सेवा पाउँदा ग्राहकको उत्साह अझ बढेको छ। श्रेष्ठले यामाहा कम्पनी र सञ्जना अटो शोरूम परिवारलाई धन्यवाद दिँदै भने, आउँदा दिनमा पनि अन्य ग्राहकले यस्तै भाग्यशाली अवसर पाउन सकोस् भन्ने मेरो शुभकामना छ। कस्तो लागिरहेछ यो लक्की ड्रमा स्कुटी प्राप्त गर्दाखेरि? राम्रो लाग्यो, खुसी लागिरहेको छ। अब एक्सपेक्ट गरेको थिएन हैन, एक्सपेक्ट नहुँदाखेरि पनि अब यस्तो पर्छ भनेर सोचेको थिइनँ, पर्दाखेरि चाहिँ अब खुसी लागिरहेको छ। यामाहाकै गाडी चढ्नुपर्छ, यामाहाकै चुज गर्नुको कारण चाहिँ के थियो? रिलायबिलिटी मेन फर्स्ट होइन, सर्भिस राम्रो छ। अरूभन्दा मैले यसमा ट्रस्ट गरेको भएर चाहिँ यामा नै चुज गरेको। अरूभन्दा अब बेस्ट लागेर गाडी अब यामाको बाइकहरू अट्र्याक्टिभ पनि लाग्छ मलाई होइन। एफजेड नै त्यही भएर मैले चुज गरेको थिएँ पहिला पनि यामाकै गाडी चढ्यो। हजुर, यो लक्की ड्र प्राप्त गर्छु भन्ने कल्पना गरिएको थिएन, अनएक्सपेक्टेड। हजुर, लाइभमा फेसबुकमा लाइभ भइरहेको रहेछ, मलाई कल आयो। म बाहिर त्यो घरमा चाहिँ थिएन। मैले अब एकछिन सुने, पहिला सुरु एक्साइटमेन्ट थिएन त्यतिखेर, तर पछिबाट चाहिँ साँच्चीकै आफूलाई परेको थालेपछि अझ त्यतिखेर भने चाहिँ खुसी लाग्यो। कल आउँदाखेरि कस्तो अनुभव भयो? कल आउँदाखेरि अब बाहिर थियो, घरदेखि बाहिर फेक कल जस्तो लागेको सुरुमा त होइन। अनि पछिबाट हामी लाइभ कलबाट बोल्दैछौँ, तपाईँले नयाँ यामाको न्यू ब्रान्ड यामाको एउटा बाइक अथवा स्कुटी पाउनुहुन्छ। अनि एउटा ठिकै छ, खुसी लाग्यो सुन्दाखेरि। पछि राम्रोसँग कुरा सुन्दै गएँ, आफूले पनि बोल्दाखेरि जाँदाखेरि चाहिँ पछिबाट हो रहेछ भने जस्तो लाग्यो। अहिले यो गाडी ह्यान्डओभर भएपछि कस्तो अनुभव हुँदैछ? अब रियलमै पाएको, अब अहिले पाउँदाखेरि त खुसी लाग्यो, एक्साइटमेन्ट नै छ। खुसी हुनुहुन्छ? हजुर, एकदम। यामाहा कम्पनीलाई र यो सोरुमलाई के भन्न चाहनुहुन्छ? धन्यवाद भन्छु होइन। अब एक अनएक्सपेक्टेड कुराहरू भएपछि त होइन, अहिले मेरो लागि अनएक्सपेक्टेड एक्साइटमेन्ट नै गरेको होइन। थ्याङ्क यू भन्छु।